नमस्ते गाइज, वेलकम ब्याक टु अनदर एपिसोड अफ ट्राभलर शेर्पा। सो आजको दिन चाहिँ अलिक मजाको छ न्युयोर्कमा। त्यहाँतिर चाहिँ हेलिकप्टरहरू टन्नै देखिरहेछ, मजाले हेलिकप्टरहरू उडिरहेको अवस्था। अनि यहाँ चाहिँ म हिँडिरहेको छु। के भयो भन्दाखेरि चाहिँ मैले दीक्षालाई भेट्न आँटेको अवस्था गाइज। दीक्षा चाहिँ मेरो ब्याचलरको साथी थियो, ऊ चाहिँ एक ब्याच सिनियर हो। अनि ऊ पनि यहाँ न्युयोर्क आएको रहेछ। त्यही भएर चाहिँ आज हामी स्ट्याचु अफ लिबर्टी र द एज चाहिँ सँगै हेर्ने प्लान छ। अब उसलाई गएर भेटौँ है त। यस्तो छ सहर। बाइ द वे गाइज, आजको वेदर चाहिँ अति राम्रो छ, त्यस्तो हावा पनि चलेको छैन। अनि हिजो चाहिँ अति हावा चलेको थिएन। यसरी यो ओसेनको कि यो खोलाको छेउमा बस्दाखेरि चाहिँ अति गाह्रो भएको थियो होइन चिसोले। तर आज चाहिँ ठिक्क छ वेदर। हेरौँ है त, आजको दिन म देखाउने प्रयास गर्नेछु। सो गाइज, यहाँ दीक्षा भेटेको अवस्था के छ? दीक्षा हाल खबर? नमस्ते गर, जी पनि गर। ल दीक्षा भेटे अनि यहाँ भेट्छ भनेर सोचेकै थिएन। ल जाऊँ कफी खान। ल गाइज, दीक्षाले चाहिँ बाहिर हान्न आँटेको Hi guys, welcome to Furaz vlog. माइक त यहाँ छ। ल गाइज, हामी चाहिँ यहाँ बर्गर खान आँटेको अवस्था। यो खाएर ल Hi lo. Pido जाइन्छ भने यो खा। अनि पिडो छ। दामी छ नि घुमाउनुलाई त। मेरो साथीहरूले के मिलाउँदैन भनेको झगडा पर्ने मेरो हैरान भइसक्यो। घुम्ने नि उमा साथीहरू कोही जान मान्दैन क्या। ल ल मजाले खाऊ है दीक्षा। ल दीक्षाले गम खाइरहेछ है गाइड। प्लान बिगार्ने दिएकै दीक्षा हो। मलाई हिँडायो, अति हिँडायो। बोट चढ्न आँटेको अवस्था। बोटमा चाहिँ जग्गा छ कि छैन थाहा छैन, चढ्न चाहिँ आँट्यो। अब उभिएर जाने होला नि त छेउमा। यहीँ उभिएर जाऊँ न। यहाँ बस न, यहाँ दीक्षा यहाँ बस न। गाइज, स्ट्याचु अफ लिबर्टी चाहिँ जान आँटेको अवस्था। यस्तो देखिरहेको छ सहर चाहिँ, यहाँतिर छ है यस्तो। अनि बाइ द वे ब्रुकलिन ब्रिज चाहिँ त्यहाँतिर मजाले देखिरहेछ। र यो राइड चाहिँ कति 50 मिनटको हुन्छ भनेको छ। यस्तो मजाले गइरहेछ गाइज। आज चाहिँ हावा पनि केही लागेको छैन, यस्तो मजा आइरहेछ। ओहो, सही हो सही हो। यस्तो हावा चलिरहेछ गाइज। मेरो कपाल यस्तो उडिरहेछ। पछाडि त्यस्तो ब्रुकलिन ब्रिज देखिरहेछ। जाडो छ यस्तो। अनि पछाडि हेलिकप्टरहरूमा पनि मान्छेहरू अति धेरै घुमिरहेको छ। पछाडि यहाँ स्कुलको बच्चाहरू चाहिँ टुर आएको रहेछ होइन। अनि माथि हेलिकप्टर उडिरहेछ। लुक्लापु पुगेको जस्तो फिल हुने क्या हेलिकप्टर देख्दा त। क्यामेराम्यानमा दीक्षाको साथमा होइन। म यस्तो बिल्डिङहरू मजाले हेरिरहेछ गाइज।
अनि यस्तो चिसो अनि मिठो हावा चलिरहेछ आज चाहिँ होइन अब यो माइकले गर्दा के अरे हावाको आवाज चाहिँ त्यस्तो आउँदैन अनि यसरी मजाले म घुमिरहेको छु अनि दीक्षाले चाहिँ मेरो क्यामेराम्यान भइरहेछ अनि त्यही हो त्यहाँ चाहिँ स्ट्याच्यु अफ लिबर्टी छ होइन बच्चादेखि नै देखिरहेको ठाउँ आज फाइनली आँखाले देख्न पाउँदाखेरि चाहिँ मलाई जोस मजा आइरहेछ खुसी रहिरहेछ स्ट्याच्यु अफ लिबर्टी यस्तो मजाले देखिरहेछ गाइज पछाडि चाहिँ स्ट्याच्यु अफ लिबर्टी मजाले देखिरहेछ यस्तो छ है लगाइज स्ट्याच्यु अफ लिबर्टी दीक्षा कस्तो भइरहेछ मेरो कपाल उडाएर मैले केही देख्न पाएन रमाइलो चाहिँ भयो तर हेर गाइस मेरो कपाल उडाएर ल एकदम रमाइलो भयो वान अफ द बेस्ट एक्सपिरियन्स म त एकदम यहाँ फुरालाई बल्ल बल्ल भेटेको है क्या लक्की कि सुरुमै हामीले जेमा छाप लगाएको त्यसकै स्ट्याच्यु हेर्न पायो भ्यू चाहिँ खतरा रहेछ होइन यहाँनिर तर हावाले चाहिँ कपाल भूत बनाउने रहेछ सो गाइस मैले एउटा लेसन लर्न गरेँ कि कपाल बाँधेर आउनु होला यस्तो पानीको हावा आइरहेछ ओहो यस्तो मजा आइरहेछ है गाइस पछाडि सहर अहिले चाहिँ हामी लङ आइल्यान्ड गएर पनि चेल्सी मार्केट गएर पनि अहिले हाइलाइनबाट गइरहेछ यस्तो छ मैले चेल्सी मार्केटमा चाहिँ त्यस्तो खिचेन किनभने अति क्राउडेड थियो मान्छेहरू होइन यो हाइलाइनमा त हुन त म हिजो नै आएको थियो होइन पोकेसँग अनि फेरि आज यो दीक्षालाई देखाउनको लागि चाहिँ यहाँबाट आएको छु वेदर पनि पानी पर्ला जस्तो भइरहेछ हेरौँ कस्तो हुन्छ यहाँबाट चाहिँ सिधै बेसल पुग्छ अनि त्यही भएर हामी गइरहेको यहाँतिर चाहिँ यस्तो मान्छेहरू चाहिँ रोड हेरिरहेको रहेछ मजाले यस्तो छ अनि त्यहाँबाट म अहिले सहर पनि देखाउने ट्राई गर्नेछु वेदर चाहिँ चिसो हुन थालिसक्यो गाइज सहर चाहिँ यस्तै छ न्युयोर्कको सहर अब सिधै म बेसल्स पुगेर देखाउँछु कस्तो लागिरहेको छ दीक्षा यो ठाउँ कस्तो राम्रो तर के गर्नु फोटो खिच्नै पाउँदैन ल फेरि बेसल्समा आइपुग्यो गाइज म चाहिँ होइन आज म फेरि सेकेन्डचोटि आएको थर्डचोटि नै होला किनकि मलाई चाहिँ यहाँ फोटो खिच्न मन थियो होइन अनि आज यो दीक्षाले मेरो फोटो खिचिदिन्छ फोटो त खिच्नु पऱ्यो नि अनि यस्तो हावा चलिरहेछ फेरि हिजोको जस्तो नै अनि अब यहाँ छेउमा आएर फोटो खिच्ने प्लान हो भिडियो खिच्ने प्लान हो वाउ यहाँतिर दीक्षा यहाँ हेर न यस्तो बेसल्समा यस्तो मजाले बसिरहेछ यस्तो चिसो चिसो त्यही भएर ज्याकेट लाउनु परेको अवस्था छ गाइज अनि त्यही हो अब यहाँतिर थचक्क बसिन्छ अनि भिडियो खिच्नु पर्छ अथवा फोटो नि खिच्नु पर्छ कहाँ गयो बेसल्स चाहिँ यहाँतिर रहेछ हामी यो बेसल्स पनि टक्क घुमिसकेर जाँदैछौँ खाना खानको लागि चाहिँ त्यही हो गाइज यहाँ आइज त दीक्षा कस्तो भयो हेर त यसको हाइट
दीक्षा चाहिँ लक्की हो मसँग यसरी घुम्न पाउँदाखेरि भनेर मैले भनेको छ। त लक्की हो मसँग घुम्न पाउँदाखेरि त हो तैँले सोचेको नि थिएनस् मसँग यसरी घुम्न पाउँछ भनेर होइन। त्यही माथि मैले यस्तो राम्रो ठाउँ देखाइदियो होइन। आफै आएको भए त थाहै हुँदैन कति त है। त्यो चाहिँ लाइक थाहा पाउने मान्छेसँग आएको रमाइलो चाहिँ त्यही क्या अब। सो गाइस अति भोक लागेको अवस्था अनि गएर अब थाली हान्नुपर्छ अनि त्यही भिडियो देखाउँछु है त म। दीक्षा जनै दीक्षाले गर्दाखेरि चाहिँ हामी तैँले गर्दा जनै मिस भयो यो दीक्षाले गर्दाखेरि चाहिँ तैँले खायो 2 थाल मैले भात खाएन है चाउमिन खायो हामी त। ओ नो यस्तो दामी ठाउँमा गइरहेको छ गाइस। अब हेरौँ है त यता भेजमा गइरहेको हो। So excited to be here. टक्क गइरहेको छ चढेर एजमा पुगेको अवस्था गाइस यस्तो रहेछ एज चाहिँ। घर गएर होइन कम्प्लेन खाऊ अनि अलिकति हाइट बढाऊ यस्तो छ गाइस। अति हावा चलिरहेछ माथि चाहिँ अनि त्यही हो। यहाँ पछाडि चाहिँ यस्तो देखिरहेको छ सहर देखिरहेको छ मजाले। यस्तो हावा लागिरहेछ। के फोटो की भिडियो अलिक यहाँतिर आइज ल ल ल ल ल ल ल ल ल न अब चाहिँ राम्रो आयो यस्तो छ। एजको बाहिर चाहिँ यस्तो हावा लागेको कारणले गर्दाखेरि चाहिँ म भित्र बसिरहेको छु अनि त्यही हो गाइस। यति धेरै मान्छे छ कुरै नगर। के भयो अरे दीक्षा तिम्रो फोटो राम्रो आएन अरे? किन राम्रो आएन भन? आफ्नो मात्रै राम्रो फोटो आउने बेलामा खिच्यो अनि मेरो चाहिँ नराम्रो खिच्दा चलेर अनि मेरो त एकै हाइटको कम्प्लेन गर्छ नि। यसको हाइट हेर्दा यस्तो खोजो छ नर्मल छ।
दीक्षा यहाँ हेर हाइट बढाएर यो मैले त लक्की होस् क्या यस्तो ठाउँमा होइन मसँग आउनु पाउँदाखेरि चाहिँ हेर नत्र यो माथि त आउँदै आउँदैन 100%। मैले लिएर आएको होइन यो माथिको ठाउँ यो माथिको ठाउँ चाहिँ मैले लिएर आएको हो। गाइज आजको दिन चाहिँ म यहीँ समाप्त गर्न गइरहेको छु र हेरिदिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच। पछाडि यस्तो देखिरहेको छ अनि अर्को भिडियोमा भेटौँला। बाई बाई। दीक्षा कहाँ हो? दीक्षालाई बाई बाई गर्न लगाउनु पर्ने तर दीक्षा नै खै छैन रहेछ त्यही भएर चाहिँ म बाई बाई भन्छु है त गाइज। ल अँध्यारो पनि देखिरहेको छ अँध्यारो पनि देख्नु यहाँ। बाई बाई।